प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन नवनिर्वाचित प्रतिसभा माननीय सदस्य डाक्टर महावीर पुञ्ज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु निवर्तमान अध्यक्ष बेलबहादुर कटवालजीलाई हार्दिक अनुरोध गर्दछु। विशिष्ट अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन अध्यक्ष उत्तम कुमार कर्मचारीलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठज्यू, कुबीर कुमार श्रेष्ठज्यू, जीवन कुमार विश्वकर्माज्यू, प्रथम उपाध्यक्ष दिलाराम गौतमज्यू, द्वितीय उपाध्यक्ष अमित बानियाज्यू, कोषाध्यक्ष सुमन श्रेष्ठज्यू, सचिव मोतीलाल पौडेलज्यू, सहकोषाध्यक्ष तारप्रसाद आचार्यज्यू, सहसचिव टेकप्रसाद सापकोटाज्यू, समाजसेवी आदरणीय दाजु कुमार अगामीज्यूलाई आसन गर्न लागि हार्दिक अनुरोध गर्दछु र समाजसेवी रत्नपुञ्ज्यूलाई आसन गर्न लागि हार्दिक अनुरोध गर्दछु। समाजसेवी आजको यो स्वागत तथा भेटघाट छलफल कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित सभाका सदस्य आदरणीय अग्रज म्याग्दीका अभिभावक डाक्टर महावीर पुञ्ज्यू, पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य सुदर्शन कुमार श्रेष्ठज्यू, पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य कुबीर कुमार श्रेष्ठज्यू, पूर्व अध्यक्ष महावीर दाई जिल्ला लगभग आजको हिजोदेखि लगभग 3वटा पालिका भ्रमण गरेर बेनी नगरपालिकाको पनि धेरै वस्तुस्थिति बुझिसक्नु भएको छ। अनि हामीले पनि निजी क्षेत्रले एउटा चाहिँ दाइलाई यहाँको सम्भावना, यहाँका पर्यटन, धार्मिक, कृषि, उद्योग र महिला उद्योगी सभापति अम्बिका श्रेष्ठलाई पनि आजद्वारा स्वागत गरिदिन सक्नुहुन्छ र पूर्व त्यस्तो किसिमको मोमोको सृजना गरेपछि उसले को आयो चोर फटादेखि लिएर डागा होइन अराष्ट्रिय तत्त्व सबै छिरे त। अनि त्यो मारिने मर्नेहरूको अब त्यो परिवार घाइतेहरूको सबै युवाहरू त हो। त्यसको कारण यो जेनजी आन्दोलनसँग उद्योग धन्दा व्यवसाय किन जोडिन्छ भने उद्योग धन्दा व्यवसाय भएर देशको अर्थतन्त्र बनेर देशमा रोजगारीको सिर्जना भएको भए यो जेनजी आन्दोलन हुने थिएन। त्यसैले यो कुरामा सरकारले चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरा र यही कुराको आवाज चाहिँ मैले एकदम जोडतोडका साथ चाहिँ माथि उठाउनुपर्छ। र अब लगानीकर्ताहरू, उद्योगीहरू, उद्यमीहरू तपाईँहरू अब पैसा चाहिँ चाहियो, पैसा चाहिँ तपाईँहरूसँग 10 रुपियाँ पनि ल्याउनु सक्नुहुन्छ होइन। वातावरण राम्रो भयो भने त सकिन्छ नि त। राम्रो 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 के अरे प्रोजेक्टहरू बनाएर लोन दिने त ब्याङ्कसँगै छ त। ब्याङ्कहरूले नेपालमा ब्याङ्कहरूले त्यो लगानी गर्न नपाएर त्यो पैसा थुपिरहेको हुन्छ। तर के भइरहेको छ अहिले तपाईँहरू मात्रै रुपियाँ कसैसँग छ मानौ, तपाईँले कुनै उद्योग धन्दा खोल्नु पर्यो भने तपाईँलाई थाहा छ नि प्रोसेस। मलाई भन्दा तपाईँलाई थाहा छ। उद्योग धन्दा दर्ता गर्नु पर्यो, त्यसले के लिनु पर्यो, अनुमति लिनु पर्यो, के लिनु पर्यो। त्यहाँ जाँदाखेरि कति दुःख पाउनुहुन्छ। आफ्नो पैसा खर्च गरेर उद्योग धन्दा खोल्नु छ अनि
दुःख फेरि आफैले पाउँछ। अनि उद्योग धन्दा गर्ने भने पैसावालाहरूले कसरी उद्योग धन्दा खोल्छ, व्यवसाय गर्छ, व्यवसायहरू कसरी अगाडि बढ्छ? अनि व्यवसायहरू अगाडि नबढेसम्म देशको अर्थतन्त्र कसरी सुध्रिन्छ, रोजगारी कसरी सिर्जना हुन्छ? एकदमै यो कुरा हो होइन। अब तपाईँहरूले राख्नुभएको कुराहरू यहाँ होला, अब यो सबै म हेरौँला होइन। अब यसो हेर्दाखेरि जस्तो यहाँ पर्यटनको कुरा छ। पर्यटनको कुरा भनेको चाहिँ के हो त भन्दाखेरि अब म्याग्दी जिल्लाको सम्भावना भएको एउटा ठुलो सम्भावना हो पर्यटनै हो। तर पर्यटनको विकास कसरी गर्ने भन्ने त दिमाग त लगाउनु पऱ्यो नि। सरकारले गर्दिन्न क्या पर्यटनको विकास, यहाँ यसो गर्ने सरकारले गर्दिन्न। तर आइडिया निकाल्ने त तपाईँहरू हो नि। यहाँबाट यसो गरौँ उसो गरौँ भनेर आइडिया निकाल्ने, प्रपोजलहरू बनाउने, अनि त्यसलाई चाहिँ अलिकति अगाडि बढाउनको लागि नीति नियमहरू बनाउने काममा सरकारले गरिदिने हो। त्यो लडौँला, त्यो नीति नियमको लागि लडौँला, त्यो केही फरक परेन। प्रशस्त सम्भावना भयो होइन। अब यसमा के छ त भन्दाखेरि जस्तो धौलागिरी छ हाम्रो, धौलागिरी हिमालमा यो पर्यटनको धौलागिरी बेस क्याम्प, अब धौलागिरी वाटर के अरे के भन्छ आइस फल त्यो छ नि त्यहाँ होइन। गुर्जा, अस्ति म गुर्जा पुगेर आएँ। यस्ता ठाउँहरू अझै पनि छन्। अन्नपूर्ण बेस क्याम्प, अब मैले पनि त आजभन्दा कति वर्ष 15 वर्ष अगाडि अब यहाँ ट्रेकिङ यहाँ गलेश्वरबाट माथि नाङ्गी हुँदै माथिको पोखरासम्मको ट्रेकिङ रुट त मैले पनि त खोलेको नि। त्यति किसिमको एउटा कुनै व्यवसाय आकर्षण गर्ने व्यवसाय आफूले खोल्नुपर्छ क्या। त्यो तपाईँहरूले खोज्नुपर्छ, आइडिया निकाल्नुपर्छ। पर्यटनको विकास प्रशस्त छ। यहाँ चाहिँ यहाँ के भन्छ हिमाल आरोहण के अरे तालिम केन्द्र भनेर चाहिँ यो कुरा त मैले मेरो आत्मकथामा पनि लेखाएको छु। मैले पनि कोसिस गरेको उहिले है। अब यत्रो हिमाल छ हाम्रो वरिपरि, हिमाल गर्नेमा चाहिँ के छ त भन्दाखेरि पूर्वतिर शेर्पाहरू मात्रै छ, हाम्रो मान्छेहरूको त नाम निशानै छैन होइन। त्यस कारणले हिमाल आरोहण तालिम केन्द्र खोल्न सकिन्छ कि भन्ने किसिमको मैले एउटा सपना देखेको थिएँ। केही कुराहरू विज्ञहरूसँग छलफल पनि गरे हो, तर केही उपाय चलेन। अब त्यो तालिम केन्द्र कसरी खोल्ने छलफल गर्नु पऱ्यो क्या। त्यो चिया खाएर गफरे जस्तो होइन, एकदमै गहन रूपमा चाहिँ छलफल गर्नु पऱ्यो, उपायहरू निकाल्नु पऱ्यो। अहिले हाम्रो निर्मल पूर्जा भन्ने एकजना भाइ छ होइन। अब त्यो त संसारमै नाम कमाइहाल्यो। अब त्यस्तो मान्छेहरूलाई प्रयोग गर्नु पनि पऱ्यो होइन। अनि उनीहरूले पनि हामीले अनुरोध गरेपछि उसले पनि त आफ्नो जिल्लाको लागि भनेर केही न केही योगदान त दिनु पऱ्यो नि। अब योगदानै दिएन भनेदेखि यसलाई जबरजस्ती योगदान दिए भन्नु भएन। तर उसले त योगदान त दिनु पऱ्यो। यदि यो जिल्लाको मान्छे हौँ, बासिन्दा हौँ भनेर सोच्ने हो भने अब एउटै हिमाल आरोहण केन्द्र खोलेर हाम्रै युवाहरूलाई होइन माउन्टेन क्लाइम्बिङ, हिमाल चढ्ने, पहाड चढ्ने गऱ्यो, गाइडको त्यस्तो तालिमहरू गऱ्यो भने हाम्रो पनि त पाउँछ होला नि त रोजगारी। शेर्पाहरू के गर्छ? शेर्पाहरूको सुरुवात के